हेलो गाइस, के तपाईलाई एकदम मिठो भिन्डी खान मन लाग्छ? म चाहिँ पर्सनली भिन्डीको फ्यान हो। सो इफ तपाईलाई खान मन लाग्छ भने कीप वाचिङ दिस भिडियो। फर्स्ट स्टेप भनेको अहिले मैले केही पनि गरेको छैन। मैले धोएँ अनि त्यसलाई प्रपरली सुकाएँ अनि सानो पिसेसमा काटेँ र अहिले तेलमा मैले सिम्पली फ्राई मात्र गर्दैछु। नुन र बेसार मात्रै हालेछु है। सो कन्टिन्यू प्रोसेस भनेको यही हो। अनि साह्रै फ्राई हुन्छ। मिक्सचरमा के छ भन्दाखेरि दही छ, कश्मिरी मिर्च छ, बेसार छ, मैले करी पाउडर पनि हल्का हालेको छु, नुन छ। सो यति छ यसमा। अनि यसलाई जति राख्यो यसको फ्लेभर त्यति मजाले आउँछ। मैले चाहिँ यसलाई राखेको 1 घन्टा जति भयो। सो या यु विल निड दिस। त्यसपछि टमाटर 3टा, 2टा प्याज छ, अनि त्यसपछि व्यापसम धनिया अनि खुर्सानी पनि, तर खुर्सानी रुमबाट मैले यो भाँडाबाट यता सिफ्ट गरेँ। अनि त्यसपछि अब यता चाहिँ तेल तात्दैछ अनि यसमा यस्तो मसला रेडी हुन्छ। यता अब राख्दा जिरा छ, अब यसमा जिरा राख्छौँ। अनि त्यसमा यो भाँडा मेरो यस्तो है गोलमा पनि हामी भर्खर हाल्यौँ होइन। अब यसलाई प्याज मजाले गल्छ, त्यो गल्नुसम्म पकाउने। मेरो भाँडा स्वाद अनुसार अनि बेसार पनि स्वाद अनुसार होला। मिक्सी क्यान अनि एकछिन यसलाई अब 2-3 मिनट मसला क्या पटाक्क भइसक्यो होइन। अब यसमा हामी राख्छौँ हाम्रो दहीको मिक्सचर। अब दहीको मिक्सचर मजाले हामी खोलेका छौँ। मजाले यसमा दहीको मिक्सचर राख्छौँ। एकदम केयरफुल हुनुपर्छ, किनकि यति बेला चाहिँ हाम्रो दही फाट्न सक्छ। पनि तातो छ नि त, त्यही भएर कन्टिन्युसली स्टर गर्नु हुन्छ। यस गाइस, छोड्नु हुँदैन जबसम्म अब दहीमा एउटा उमाल आउँछ, त्यो उमालसम्म एउटा छोड्नु। यस, सो यही भयो। हामीले मजाले पाक्न दिनुपर्छ, यसलाई अझ घट्न दिनुपर्छ। यसले थोरै तेल छोड्न थालिसक्यो। यता हाम्रो भिन्डी पनि रेडी छ। अब यसमा हामीले मिक्स गर्ने। अनि सो हाम्रो रेडी भइसक्यो, मसला भइसक्यो र भिन्डी पनि भइसक्यो। अब द बेस्ट पार्ट यम्जी। अब यो हल्का चिल्लो त छ गाइस, तर हामीलाई त बालो। यस गाइस, बालो। मजाले स्टर गर्ने। अनि हामीले चाहिँ गिलो किन बनायो भन्दा हामी यसलाई भातसँग खायो। सो वी निड टु बी रेडी विथ इट। तपाईँले मन लाग्छ बनाउनु, मन लाग्छ पनि होइन, मलाई थाहा छ मन लागेर सुरु गरायो। सो या अनि लास्टमा गार्निसिङ पनि धनिया। हुन त हरियोमा हरियो गार्निस खासै हुँदैन, त्यही पनि मलाई मन लाग्छ। धनियाको टेस्ट मिठो आउँछ। सो हेर धनिया पनि खुब काटेर रहेछ। अब यसमा चाहिँ म अझ हल्का पानी हाल्छु, किनकि एकचोटि हल्का पाक्नु पनि सक्छ। अनि पाक्नु पानी पनि मिक्स हुँदैन पनि मैले 2-3 मिनट यसमै छोड्छु, त्यो भएर 10 मिनट सुक्छ। त्यही भएर म यसमा पानी हालेर चाहिँ अनि बल्नु will make this work. So yes guys, our masala bhindi is ready. यो क्यामेरा यति घिनलाग्दो देखिँदैछ नि यार। तर एकदम मिठो छ त। त्यो ट्राई गर्नु। अब मलाई के लाग्यो भन्दाखेरि इन्जिनियर भएर के उखाड्न त सकिँदैन जस्तो लाग्छ। त्यही भएर अब इन्फ्लुएन्सर भएर पैसा कमाउनु पर्छ। म त त्यही पनि सक्दिनँ।